हेलो एभ्रिवान, तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। यदि तपाईहरु मेरो च्यानलमा पहिलोपल्ट हुनुहुन्छ भने लाइक र सब्स्क्राइब गर्न नबिर्सिनु होला। द ल अफ एट्र्याक्सन को बुकको इन्ट्रोडक्सन पार्ट 2 द विलियम वाल्कर राइटरको अनुसार हाम्रो जीवनमा यदि हामीले नकारात्मक नेगेटिभ सोच राख्यो भने थिंग अथवा नेगेटिभ घटना नै हाम्रो जीवनमा घट्ने गर्छ। अथवा यदि हामीले सकारात्मक थट राख्यो भने, सकारात्मक पोजिटिभ थट राख्यो भने हाम्रो जीवनमा पनि पोजिटिभ नै घटनाहरू घट्ने गर्छ भनेर लेख्नु भएको छ। र उहाँको अनुसार कस्तो सोचाइलाई नेगेटिभ अथवा कस्तो सोचाइलाई पोजिटिभ भन्छ भन्दाखेरि एउटा सामान्य उदाहरणको लागि मानौ दुईवटा व्यक्तिलाई एउटै कम्पनीबाट निकाल्दियो अरे, कामबाट निकाल्दियो अरे। र नकारात्मक सोच राख्ने व्यक्तिले के सोच्छ अरे भन्दाखेरि मेरो जीवनमा कहिल्यै राम्रो हुँदैन, मेरो जीवन नै किन सधैँ यस्तो भनेर सोच्छ अरे। र मेरो बोस नै नराम्रो थियो, टोक्सिक थियो र मलाई निशाना बनाएर मलाई नै निकाल्दियो भन्ने सोच्छ। र त्यसै गरेर नेगेटिभ थिङ्किङ भएको व्यक्तिले के सोच्छ, उहाँ आफ्नो कहिल्यै पनि कसैले कदर गरेन भन्ने महसुस हुन्छ अरे। अनि त्यसै गरेर अब कोठा भाडा जबबाट त निकाल्दियो, कोठा भाडा कसरी तिर्ने होला भन्ने डरमा डुबेर बस्छ नकारात्मक सोच भएको व्यक्ति। त्यसै गरेर सकारात्मक सोच भएको, पोजिटिभ थिङ्किङ भएको व्यक्तिले के सोच्छ भन्दाखेरि चाहिँ अब यो नयाँ सुरुवात हो, अब नयाँ तरिकाले म अघि बढ्नेछु, जबबाट निकाले पनि म अर्को राम्रो काम खोज्नेछु, ममै के कमी थियो होला र पो मलाई कामबाट निकाल्दियो, अझै म बेटर गर्छु, अझै म बेटर जब खोज्छु भन्ने भविष्यको कार्यक्षमता अझै बढाउँछु अथवा सुधार्छु भनेर चाहिँ सकारात्मक सोच भएको व्यक्ति। यी दुई व्यक्तिको जीवनबाट हामीले के सिक्छौँ भन्दा हामी आफैमा भर पर्छ कि हामीले नेगेटिभ अथवा पोजिटिभ, सकारात्मक अथवा नकारात्मक कुन चिजको एट्र्याक्ट गर्ने हो हाम्रो जीवनमा। सामान्य कमन सेन्स लाउँदा पनि हामी जति सकारात्मक बस्न सक्छौँ नि हाम्रो लाइफमा पनि हामी सकारात्मक नै घटनाहरू घट्ने गर्छ र हामी सधैँ खुसी देख्छौँ, हामीमा जे छ त्यहीमा सेटिस्फ्याक्सन हुन्छौँ। र जस्तो सुकै समस्या आए पनि, जस्तो सुकै दुःख आए पनि समस्याको हलको ढोकाहरू खोल्दै जान्छ अरे के। र हाम्रो जीवनमा सधैँ पोजिटिभ थिङ्कहरू नै आउँछ अरे के। त्यही भएर हामीले सधैँ नेगेटिभ थिङ्किङ राख्ने होइन कि पोजिटिभ थिङ्किङ राख्नुपर्छ भनेर यस दुईवटा व्यक्तिको उदाहरण दिनुभएको छ राइटरले। आजको लागि यति नै, थ्याङ्क यू। यदि तपाईहरूलाई मेरो च्यानल राम्रो लाग्यो भने सब्स्क्राइब र लाइक गरेर सपोर्ट गरिदिनु होला। धन्यवाद।